राज्यले सरकारले राजनीति गर्ने हरेक राजनीतिज्ञले जनतालाई आफ्नो छोराछोरी तुल्य सम्झन सक्नुपर्छ। पैसा, पावर र स्वार्थका लागि बाबुआमाले छोराछोरीलाई बेच्छन्। ठीक त्यस्तै टिकापुर घटनालाई सरकार र मन्त्री परिषदले राजनीतिक घटना भन्ने दुस्साहस गर्दैछ रे। सत्ता टिकाउन र भत्ता पचाउन गुहु र गोबर पनि चिन्न छोड्नु हो कि क्या हो? राजनीति र अपराधको परिभाषा थाहा छैन। राष्ट्र सेवक प्रहरीहरूको छातीमा भाला रोपेर मुटु भेदन गरी विभत्स हत्या गरियो। सत्य सेवा सुरक्षण भन्दै अहोरात्र जनताको जीव धनको रक्षा गर्न खटिएका 8 जना राष्ट्र सेवक मारिए। भाला रोपेर लखेटी तानेर निर्मम हत्या गरिएका राष्ट्र सेवकको विधवा पत्नी र तुरा सन्तानको आँखामा आँखा जुदाएर भन सरकार के टिकापुर घटना राजनीतिक घटना हो? आमाको काखमा रमाउँदै दूध खाँदै गरेका अबोध बालकको मृत्यु हुँदा वेदनाले ढलेकी र बेहोस भएकी उनकी आमाको होस अझैसम्म राम्रो खुलेको छैन। यी आमाको आँखामा आँखा जुदाएर भन सरकार टिकापुर घटना राजनीतिक हो कि एउटा अमानवीय, हिंसक र जघन्य अपराध? मधेस र थारू प्रतिको विभेदको अन्त्य हुनैपर्छ। मधेसी दाजुभाइ दिदीबहिनीहरूको जायज माग र मुद्दालाई सत्तामा पुग्ने भर्याङ बनाउनेहरूलाई पहिचान गर सरकार। यो देशको परिवर्तनमा मधेसले पनि तातो र रातो रगत बगाएको छ। तर एम्बुलेन्सबाट फुटेर लखेटी मानिस मारेको घटना राजनीतिक होइन अपराध हो भन्न नसक्ने हुतिहाराहरू कदापि यो देश र मुलुकवासीको अभिभावक बन्न सक्दैनन्। 2-4 मुस्तण्डे र 2 कौडीका गुण्डा राजनीतिक दलालहरूको रक्षा गर्न सिंगै सुरक्षा बलको मनोबल नगिराउ सरकार। सत्ताको उन्मादमा सेटिङ मिलाएर सत्ता आरोहणको दाउ मात्र खोजिरहँदा अन्याय मर्यो, सुशासनको भड्डा मजाक बन्यो। विदेशी दलाल र 2 कौडीका गुण्डाको रक्षा गर्न जरुरी छैन। यो राज्यसँग दम छैन भने भनोस्, न्याय प्रेमी जनताले कठालोमा समातेर घिसार्दै ती 2 कौडीका गुण्डा र दलाललाई अदालतमा उपस्थित गराइदिन्छन्। तर अपराधीलाई राजनीतिको आवरणमा छोपेर विशेष गरेर मधेस आन्दोलन र टिकापुर घटनाका दोषीको मुद्दा फिर्ता लिने निर्णयमा हस्ताक्षर गर्नु अगाडि तपाईलाई सुरक्षा दिने राष्ट्र सेवक प्रहरीको आँखामा हेर्नुहोस्। तपाईलाई 24 घण्टा सुरक्षित राख्ने त्यो राष्ट्र सेवकको मनोबल कति माथि हुनु पर्ला?